अहिले काठमाडौँ महानगरपालिका वडा नम्बर 16 को यो सामाकोशी खोलामा छु। हेर्नु सामाकोशी खोला कस्तो छ। सामाकोशीबाट यसरी ढल आइरहेको छ। यो ढल चाहिँ यसरी विष्णुमतीमा मिसाइएको छ। अब यता नदी हेर्नुस्, नदीको यता पनि छ ढली। नदीमा यसरी ढलै ढल मिसाइएको छ। नदीमा यसरी फोहोर फालिएको छ। नदीले यसरी कालो रूप लिँदै यसरी चाहिँ फोहोर बगाइरहेकी छन्। यो सभ्यता विष्णुमती हाम्रो सभ्यता भन्छौँ। विष्णुमती नदीलाई हामी कति वर्षदेखि चाहिँ 12-14 वर्षदेखि यो नदीमा स्वच्छ पानी बगोस् भनेर हामी यसरी निरन्तर लागिरहेका छौँ। अब यसरी फोहोर सेग्रिगेसन गर्ने चाहिँ कम्पनीहरू पनि यसरी खोलाको नदीको किनारमा यसरी चाहिँ फोहोरका गाडीहरू राख्नु भएको छ। एउटा गाडीबाट अर्को गाडीमा फोहोर फाल्नु भएको छ। उति फोहोर खस्दैछ उहाँहरूले फोहोर मिलाउँदाखेरि। उहाँहरूको कारणबाट पनि नदीमा फोहोरहरू गइरहेको छ। यसरी नदीको किनारमा यसरी फोहोर सेग्रिगेसन गर्नु पनि राम्रो होइन। फेरि पनि फोहोर खस्यो, तपाईँ देख्दै हुनुहुन्छ। यो राम्रो होइन। यसरी नदीमा फोहोर फाल्नु पनि राम्रो होइन। सम्बन्धित निकायले यो ढल लिएर आएर नदीमा पवित्र नदीहरूमा चाहिँ यसरी चाहिँ मिसाउनु पनि राम्रो होइन। हामी सम्बन्धित निकायलाई भन्न चाहन्छौँ, तपाईँहरूले सुन्ने गर्छु, पारीबाट पनि यसरी ढल मिसिरहेको छ। यसरी सामाकोशी खोलाबाट चाहिँ यसरी फोहोर यसरी कालो न कालो चाहिँ फोहोर ढल आएर यहाँ नदीमा यसरी मिसाइएको छ। नदी हाम्रो सभ्यता हो, संस्कृति हाम्रो